हेलो गाइज, आज चाहिँ हामी लप्सीको गुलियो अचारको रेसिपी बनाउन जाँदैछौँ। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। काठको भाटाले लप्सी झार्न लाग्यौँ, तर असफल भइयो। फेरि पनि ढुङ्गा टिपेर लप्सी झार्ने कोसिस गऱ्यौँ, त्यो पनि असफल भइयो। रुखमै चढेर लप्सी झार्ने निधो गरेर रुखतिर चढ्यो। यसरी रुखलाई हल्लाएर लप्सीको दानाहरू झारियो। रुखबाट झरेको दानाहरूलाई सबै मिलेर यसरी टिप्न थाल्यौँ। घरमा ल्याइसकेपछि यसलाई सफा पानीले मजाले पखाल्यौँ। केही समय यसलाई आगोमा पकाएर यसलाई उसिन्न थाल्यौँ। लप्सीको दाना पाकिसकेपछि फेरि यसको बोक्राहरू निकाल्न थाल्यौँ। लप्सीको बोक्राहरू केलाएर लप्सीलाई यसरी तयार पारियो। आवश्यकता अनुसार तेल, सुप, मेथी अनि त्यसमाथि चिनी हालेर लप्सीलाई मजाले बन्यो। अनि अन्त्यमा यस्तो बन्यो लप्सीको गुलियो अचारको रेसिपी। धन्यवाद।